अघिल्लो भागमा हामीले ऋषि कश्यपले दितिलाई चेतावनी दिएकोसम्म हेरेका थियौं। त्यसपछि के चेतावनी दिए होलान् अब हेर्न पाउनुहुनेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई अलमा गरिदिनुहोला। अब कथा सुरु गरौँ। तर जाँदा जाँदै उहाँले चेतावनी दिनुभयो, तिम्रा सन्तान अत्यन्त शक्तिशाली हुनेछन्, तर उनीहरूको मार्ग विनाशतर्फ हुनेछ। जय र विजय ऋषिहरूको श्रापका कारण मृत्युलोकमा जन्म लिन लागेका थिए र भाग्यले उनीहरूको मार्ग दितिको गर्भसम्म पुर्यायो। केही समयपछि दुई महाशक्तिशाली असुरहरूको जन्म भयो, हिरण्याक्ष र हिरण्यकश्यप। बाल्यकालदेखि नै जुन काम 10 जना बालक मिलेर पनि गर्न सक्दैनथे त्यो हिरण्याक्षले एक्लैले गरिदिन्थ्यो। एकातिर हिरण्याक्ष अत्यन्त शक्तिशाली र आक्रामक थियो भने अर्कोतिर उसका दाजु हिरण्यकश्यप बुद्धि र रणनीतिमा असाधारण थिए। हिरण्याक्ष कहिले हार्दैनथ्यो। बिस्तारै उसले आफ्नो शक्तिलाई आफ्नो अधिकार ठान्न थाल्यो। बाल्यकालदेखि नै उसले एउटा कुरा सुनिरहेको थियो, देवताहरू सबैभन्दा शक्तिशाली हुन्छन्। त्यही कुरा उसको मनमा आगो बनेर बल्न थाल्यो। आफ्नो शक्ति अझ बढाउन हिरण्याक्षले कठोर तपस्या सुरु गर्यो। उसले अन्न त्याग्यो, जल त्याग्यो। उसको एउटै लक्ष्य थियो, ब्रह्माजीलाई प्रसन्न बनाउनु। समय बित्दै गयो र अन्ततः ब्रह्माजी प्रकट हुनुभयो। वर माग हिरण्याक्ष। हिरण्याक्षले युद्धमा अजयता र अद्वितीय शक्ति माग्यो। तथास्तु। अब हिरण्याक्ष पहिलेभन्दा धेरै गुणा शक्तिशाली भइसकेको थियो। उसले एक एक गरेर सबैलाई युद्धमा हराउन थाल्यो। उसलाई रोक्न सक्ने कोही थिएन। सँगै उसको अहङ्कार पनि बढ्दै गयो। एक दिन उसले देवलोकमा आक्रमण गर्यो। जब उसले देवताहरू पनि आफूबाट डराएको देख्यो, उसको अहङ्कार सीमाभन्दा बाहिर गयो। अब ऊ केवल जित्न चाहँदैनथ्यो, ऊ संसारलाई देखाउन चाहन्थ्यो कि सम्पूर्ण ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली ऊ नै हो। त्यसपछि उसले भूदेवीलाई अनन्त सागरको गहिराईमा लुकाइदियो। यो कुनै साधारण समुद्र होइन, यो अनन्त सागर हो, जो ब्रह्माण्ड बन्नुभन्दा पहिले पनि थियो र अन्त भएपछि पनि रहनेछ। त्यसपछि हिरण्याक्ष समुद्र देवतासँग युद्ध गर्न पुग्यो। अब उसलाई यस्तो प्रतिद्वन्दी चाहिएको थियो जसले उसको सामना गर्न सकोस्। तर समुद्र देवले भने, म तिमीसँग युद्ध गर्न सक्दिन। तिम्रो योग्य प्रतिद्वन्दी केवल भगवान विष्णु हुनुहुन्छ, उहाँ कहाँ जाऊ। उता देवताहरू भयभीत थिए। उनीहरू ब्रह्माजीको शरणमा पुगे। हे ब्रह्मदेव, हिरण्याक्षका अत्याचारले सम्पूर्ण सृष्टि सङ्कटमा परेको छ, पृथ्वीलाई बचाउनुहोस्। ब्रह्माजीले भन्नुभयो, यो सृष्टिको पालन गर्ने कार्य भगवान विष्णुको हो, उहाँले अवश्य केही गर्नुहुनेछ। त्यही क्षण ब्रह्माजीको शरीरमा कम्पन भयो। उहाँको नासिकाबाट दिव्य प्रकाश निस्कियो र त्यस प्रकाशबाट भगवान वराह प्रकट हुनुभयो, भगवान विष्णुको तेस्रो अवतार। सुरुमा उहाँको आकार औँठाको बराबर थियो, तर हेर्दा हेर्दै उहाँको शरीर विशाल हुँदै गयो। उहाँले भयङ्कर गर्जना गर्नुभयो र बिना एक क्षण ढिलो नगरी अनन्त सागरको गहिराईमा हाम फाल्नुभयो। तर भगवान विष्णुले वराह रूप नै किन लिनुभयो? किनकि पृथ्वी गहिरो अन्धकारमय जलमा लुकेकी थिए। वराह अर्थात् जङ्गली बदेलसँग अद्भुत सुम्ने शक्ति हुन्छ। उसले माटो खनेर गहिराईसम्म पुग्न सक्छ र उसका बलिया दाँतले माटोभित्रका वस्तु बाहिर निकाल्न मद्दत गर्छन्। त्यसैले भगवानले त्यही रूप रोज्नुभयो जुन कार्यका लागि सबैभन्दा उपयुक्त थियो। भगवान वराह पृथ्वी खोज्दै अनन्त सागरको गहिराईमा पुग्नुभयो, त्यही जहाँ पृथ्वी लुकाइएको थियो। तर हिरण्याक्षले उहाँलाई देख्यो र तुरुन्तै युद्धको चुनौती दियो। अहङ्कारले तिमीलाई अन्धो बनाइसकेको छ हिरण्याक्ष, यही अहङ्कार आज तिम्रो अन्त बन्नेछ। मलाई उपदेश होइन, युद्ध चाहिन्छ। त्यसपछि सुरु भयो भयङ्कर युद्ध। सागरको गहिराईमा दुई महाशक्तिहरू ठोक्किरहेका थिए। प्रत्येक प्रहारले सम्पूर्ण ब्रह्माण्ड नै काँपिरहेको थियो। अन्ततः भगवान वराहले आफ्ना विशाल दाँतले हिरण्याक्षको उदरमा प्रहार गर्नुभयो
र त्यही क्षण हिरण्याक्षको अन्त भयो। त्यसपछि भगवान बराहले पृथ्वीलाई आफ्ना दाँतमा उठाएर अनन्त सागरको गहिराईबाट बाहिर ल्याउनुभयो। उहाँले पृथ्वीलाई फेरि आफ्नै स्थानमा स्थापना गर्नुभयो र सृष्टिको सन्तुलन पुनः कायम भयो। तर यो कथा यतिमै समाप्त हुँदैन, किनकि आफ्ना भाइको मृत्युको प्रतिशोध लिन अब हिरण्यकश्यप आफ्नो बुद्धि र रणनीति प्रयोग गर्न लागेको थियो।